न्यू भिडियो तपाईँ स्वागत छ मेरो नयाँ ब्लगमा। आज चाहिँ हामीले के गरेका छौँ भने यहाँबाट पनि यता यो के हो तपाईँले सोध्नु एकचोटि कमेन्टमा हाल्नुहोस्। यो हाम्रो पुल देशी पुल भन्छ यसलाई ड्याम भनेर पनि चिनिन्छ। यसलाई हामीले स्मल इन्जिनियरिङ भन्छ। स्मल हामी बच्चा इन्जिनियर भएको हो। यसलाई हाडाकुटी त्यस्तो भन्दैन। यसलाई भन्छ इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ। अरू देशमा यस्तो हुन्न। यस्तो हुन्छ नेपालमा भन्छ ए माटो खिलाएको मतलब हिलो खिलाएको भाँडाकुटी भन्छ। यो भनेको सबसे दिमाग तेज गराउन हो। दिमाग तेज गराउँछ। हेर्नु ल आउनु त क्यामेरा आऊ यहाँ जुम नगर क्वालिटी खस्छ कि हेर्नु हाम्रो भाँडाकुटीमा होइन यो पुलको लागि यसलाई अड्डाउनको लागि यहाँ तल खाल्ट खनियो। त्यसपछि इट्टा हालियो किन बलियो होस् भनेर। जमिनको लेभलमा राखेपछि पुत्त भत्किहाल्छ। तल खाल्ट खनियो, इट्टाले खाल्ट तल राखियो अनि बनाऊ। यान्तै गऱ्यो यान्तै गरियो। यो चाहिँ अब बेस भयो यसको। यसले थमाल्छ कि यसलाई मिलाउँछ कि यसले अड्डाउँछ। यसले यहाँबाट चाहिँ बाटो लगेर जान्छ। यहाँ चाहिँ लगेर गयो। खास बात के हो भने यो पिल्लर चाहिँ अड्डाउँछ। यसले कस्तो अड्डाउँछ पानी धेरै फास्ट जाँदाखेरि पल्टाउँछ किन यो। अनि यसमा हामी चेक गर्छौँ कि हामी चढ देखाउँछौँ कि पछि सामान राख्छौँ। एउटा वेटको अनुसार सामान राख्दै जान्छौँ। त्यसपछि 30 केजीको सामान राख्छौँ, 40 केजीको सामान राख्छौँ। जस्तै म अनि 30 केजीको पछाडि भाइ छन्, तिनले राख्छन् आफ्नो वेट 30 केजी। भत्कियो भने त म राख्न मिलेन। भत्किन भने म हुन्छु। मै उस अड्डायो भने म अरू कसैलाई बोलाउँछु कि वेट गरुङ्गो भएको चिज बोलाएर राखेर यसमा टेस्टिङ गरेर कि प्रुफ गर्छु। माटो खेलाएको हरेक व्यक्ति भाँडाकुटी खेलेको भन्दैन भनेर म सबै नेपाली दाजुभाइ आमा हुन्छ नि को सबै कुरा म प्रुफ गर्न चाहन्छु कि आज के कुरा यसमा सम्हालियो अड्डियो भने त्यो कुरा प्रुफ हुन्छ। मलाई लाग्छ म त अड्डाउन्न होला म भाइहरू होइन। किन यसको पिल्लर चाहिँ त कडा त्यही नै हो। धान्छ किन हामीलाई थाहा छैन नि त। ल अब टेस्टिङ गर्छौँ गाइस। सुरुमा हामी सबसेमा पानी हाल्छौँ। सुरुमा पानी यस्तरी पानी हालेर बल्ल टेस्टिङ गर्छौँ है त। क्यामेराम्यान उता यतातिर जाउँ। उहाँ पुगिर कहाँ बस्छ पाउ पानीमा पनि उता देखाउनु। उता पानी गएको देखाउँछु। यता देखाउ देख्न सक्नुहुन्छ गाई। अहिले हामी पानी हालेर गएको छ। तर हामीबाट के मिस्टेक छ भने ठ्याक्कै पुलको उयसमा पुल छिम राख्दैमा पुल छिम राख्दाखेरि हाम्रो पुल बाङ्गियो भयो कि बाङ्गियो। यहाँ छिम राखेको हामीले यहाँबाट यस्तो राखेको यहाँबाट बाटो जान मिल्छ कि यहाँबाट चाहिँ खनेर बाटो लैजानुपर्छ क्या। त्यसलाई भन्छ इन्जिनियरिङ। ल सबसे अब यो हटाउँछौँ। यसले फेरि हामीले फेरि सामान राख्न दिन्न क्या। सानोवाला ठुलोवाला पुलबाट सामान राख्न मिल्छ। ल के राख्छौँ भने सबै कुरो हामीले चिज राख्छौँ। त्यसको नाम यो है यो लगभग यता देखाउँ। यो लगभग 5 छैन क्या 4 केजी त होला। 4 केजीको वेटले धाम्छ कि नि। यो धाम हो भने प्रुफ भयो कि त्यो कुरा। ल म राख्न गएँ। ल यसको वेट पनि थाहा हल्का हल्ल्यो र यति राम्रो भयो है। पुल यसरी कसले हल्लाउँछ र यसरी पुल त हल्लिन्न। फेरि हामी चेक गरेको
हामीलाई यता देऊ हामीलाई राम्रो राम्रो सामान दिएको भए जस्तै सिमेन्ट फलाम हो नि आदि यो पुल बनाउन चाहिने सामान भयो भने हामीले चाहिँ लस्काएर एउटा यस्तो सिमेन्टको पुल बनाइदिन्छ कि तर हामीसँग सामान छैन त्यही भएर हामीले यस्तो माटोको पुल बनायो त्यही माटोको पुल हेर्नु कति बलियो खटे माटोको पुल पनि हेर्नु त यता देखाउ न मलाई देखाउ न यसलाई भन्छ के मिल्ने यसलाई भन्छ भाँडाकुटीको कमाल यसरी यो भाँडाकुटी खेल्न दियो बच्चा बच्चीलाई भनौँ तिम्रो दिमाग बढ्छ तिम्रो हात मजबुत हुन्छ तिम्रो दिमाग ग्रोथ हुन्छ नि त कसरी भने घर कराउनु गाह्रो होइन केही गाह्रो होइन केही गाह्रो होइन त्यही मान्छेले फेरि यिनीहरू जान्दैनन् होला भनेर मात्र हो घर कराउन हामीले पनि सकिन्छ क्या त्यही हामीले के हो भने तागत हल्का पुग्दैन तागत चाहिन्छ त्यही हेर्नु घर कराउन हाम्रो दिमाग पनि आउँछ हाम्रो घर कराउन तपाईँले चाहिँ यस्तै कन्टेन्ट चाहियो भने यस्तै माटोको सिमेन्टको कन्टेन्ट चाहियो भने कमेन्ट गर्नु कि यस्तै कन्टेन्ट चाहियो भने हामीले यस्तै पुल बनाउँछौँ हप्काउँछौँ होइन अनि एउटा स्टेडियम हुन्छ घर हुन्छ माटोको सिमेन्टको पुरै राम्रो तरिकासित गराउँछ के यस्तै कन्टेन्ट चाहियो भने यता देखाउँछ यो खेत देखाउँछ यस्तै खेतमा हामीले चाहिँ पुरा यता वहाँबाट यता लस्कारेसम्म यहाँ यो खेतभरिमा हामीले एउटा सिटी गराउँछौँ सिटी तपाईँले यसमा कमेन्ट गर्नु हो सिटी बनाएर यस्तो राम्रो एकतिर डेभलपमेन्ट सिटी हुन्छ जस्तै दुईवटा मान्छे हुन्छ दुईवटा मान्छेले आफ्नो देश भनौँ कि आफ्नो ठाउँ भनौँ कि आफ्नो जिल्ला नगरपालिका वडा होस् कि जे भयो नि आफ्नो वडालाई विकास गर्ने आफ्नो ठाउँ हो के भएर बाख्रालाई देखाइदिउँ देखाउ त भयो चुम्रो नगर्ने गरेर भयो यस्तै गरेर हामी चाहिँ गराउँछौँ एकजना म एउटा ठाउँलाई लिड म गर्छु एउटा ठाउँलाई क्यामेराम्यान लिड गर्छन् कि अर्को मान्छे लिड गर्छन् अबदेखि यिनको क्यामेरा थोपेछन् नि यिनको नाम हो भन्दैौ त नाम मेरो नाम हो अभिजित विक यिनी अभिजित विक हो यिनी अबदेखि हाम्रो टिमको क्यामेराम्यान रहेका छन् फेस देखाऊ यिनी अब हाम्रो टिमको क्यामेराम्यान बन्न चाहन्छु कि नि भन ल बन्छु क्यामेराम्यान बन्छौ नि क्यामेराम्यान नि बन हामी तिमीलाई च्यालेन्ज नि खेलाउँछौँ घुम्न लैजान्छौँ भ्लग नि गर्छौँ सबै गर्छौँ तिमीले नडराउँदैन बुझ्यौ नि हुन्छ अब यो पोइन्टमा अब यो पोइन्टमा मै टेस्ट गर्दिनँ रोकै क्यामेरा म हात धोएर आउँछु नरोक है नरोक आफूले के कुरा होला के बोल के भन्नु छ मन जस्तो अब गाई हामीले चाहिँ यो दुईजनाले मिलाएर बनाएको यो बनाउँदाखेरि 1 घन्टाको टाइम लागेको होला अनि यो बनाउँदाखेरि हामीले माटो फेरि कहाँ ल्यायो भन्नु होला माटो ल्याएको यहाँदेखि माटो ल्याएर अनि त्यसपछि हामीले पानी ल्याएको चाहिँ यो नलबाट ल्यायो पानी अनि यहाँ ल्याएर मुसेसी यहाँ राख्यो पानी ल आउनुभयो अनि हामीले यसको किन प्रोसेस देखाएको होइन भने यसको प्रोसेस हाम्रो फेरि यस्तो छैन क्या भर्खर कन्टेन्ट भनेर यस्तो बनाएर कस्तो हुन्छ भ्युवरले हेर्नुहुन्छ कि भनेर चेक गर्नको लागि तपाईँले यो भिडियो गराएको तपाईँले यो भिडियो मन पर्यो भने
कमेन्ट गर्नु होइन म सर्ट भिडियोमा हाल्छु लङ भिडियोमा हालेर पनि कमेन्ट गर्नु होला कमेन्ट आयो भने धेरै लगभग 2K आयो भने वा 200 आयो भने म गराइदिन्छु त्यस्तो सुरुवात गर्छु अनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु पुरानो हुनुहुन्छ भने लाइक र सेयर गर्नु ल अब हामी गर्न गइरहेको छौँ टेस्टिङ है अब टेस्टिङ गर्ने अब यिनी भाइ गर्छ है मेरो हाम्रो क्यामेराम्यान गर्छन् उभिने ओ ओ ओ ओ ओ ओ माई गॉड निगर हलाउँदा नि के हुन्न त्यो नि गाइस देख्नु नि म चाहिँ अहिले 34 What केजी is this? What is this guys? What is this? Tu. Ayau. भन्नु यो भाइ फेस हेर्नु त यत्रा छन् तर यिनलाई अड्डायो के अड्डाउनु केबाट सानो बाटो सानो बाटो यसलाई भन्छु इन्जिनियर म सबैलाई भन्छु आमा बुवा दाइ दिदी अङ्कल आन्टी भाउजू होइन जो कोही हुनुहुन्छ होइन बजे हजुरआमा हजुरबा ए जिजु आमा जिजु हजुरबा सबै हुनुहुन्छ नि म भन्छु बच्चालाई माटो खेलाएको त्यसलाई स्वास्थ्यमा नि राम्रो हुन्छ माटो भनेको त्यसको फ्रिक्वेन्सी लेभल माटोको हाई हुन्छ माटो हातले माटोलाई छोप्यो भने त्यसले स्ट्रेस लेभल नै कम हुन्छ स्ट्रेस त्यो गिथालो यस्तरी मोल्दाखेरि हाम्रो स्ट्रेस लेभल एन्जाइटी डिप्रेसन कम गर्छ यसले सबसे महत्त्वपूर्ण अचक्याल आयो क्या यस्तो बल हाल्छ यस्तो अचट्नीवाला बल किन माटोले यस्तो यस्तो गरेर कति राम्रो हुन्छ त्यही हो अझ किले आउँछ किलेर मचक गराउँछन् ती आनन्द गराउँछ डिप्रेसनबाट बाहिर निकाल्छ एन्जाइटी भयो के हुन्छ कसैको हुन्छ मिडियम हार्ट एट्याक फुल्ली हार्ट अट्याक आउनु तर सङ्केत देखाउँछ है माटो अचाट्य भन्नुहोस् राम्रो हुन्छ ल 200 कमेन्ट आउनु पऱ्यो आयो भने के गर्नु भने गराउने हो भनेर 200 कमेन्ट आयो भने म फिक्स यो जग्गामा घर बनाएर हामी ट्याक्क हाम्रो चाहिँ घर बनाएर हामी चाहिँ बस्छौँ कि ल एउटा घर चाहिँ यस्तो घरै गराएर हामी चाहिँ बस्छौँ कि टेन्सन छैन गाइस ल अब गाइस अब म टेस्टिङ गर्न गएको छु कालो देखाएको छ नि हजुर कति केजीको अरे 43 केजीको ओ गाइस